म आज हजुरहरूलाई एउटा चुला देखाउँदैछु है। जुन चुला चाहिँ यो हो, यो 18x18 को छ। अनि यसको माथि जुन चाहिँ हामी ओदान देख्दैछौँ यो पनि ग्रिल गर्न सक्नुहुन्छ, रोटी बनाउन सक्नुहुन्छ, ब्रेड बनाउन सक्नुहुन्छ, तपाईँले पिज्जा बनाउन सक्नुहुन्छ। त्यसको मुनि तपाईँले यो खाली जुन ग्याप छ यसमा तपाईँले ठाडो खालको भाँडा राखेर दाल सब्जी मजाले पकाउन सक्नुहुन्छ। दाल सब्जी पानी गरम गर्न सक्नुहुन्छ, जे पनि गर्न सक्नुहुन्छ तपाईँले पकाउने चिजलाई। त्यसमाथि तपाईँले यसलाई यसरी फेरि राखेर ग्रिल गर्न सक्नुहुन्छ। त्यसको बादमा तपाईँले यसको टप लगाउन सक्नुहुन्छ। यसलाई टप लगाइदिनुहोस् अनि यसलाई यस्तो प्रकारले टप लगाइदिनुहोस्। अब दाउरा यहाँबाट हालिन्छ र यो 1 देखि 1.5 फिटको दाउरा चाहिँ युज गर्न सकिन्छ। यसमा दाउरा यहाँबाट गइसकेपछि यो दाउरा यो बन्द भयो, यसरी बन्द हुन्छ। अनि यहाँ मुनिबाट तपाईँले आगो जलाउनको लागि दाउरा माथिबाट हालिन्छ र आगो जलाउनु चाहिँ यहाँबाट कुनै पनि पेपरहरू जलाएर चाहिँ त्यहाँनिर आगो जलाउनु पर्ने हुन्छ। र यसमा तपाईँको धुवाँ भन्ने बिल्कुलै आउँदैन। अनि यो टपमा चाहिँ ओदान राखिन्छ। यो टपमा चाहिँ हामीले ओदान राख्यौँ र यो चाहिँ कहाँ पाइन्छ भन्दा चाहिँ कालिम्पोङमा एउटा प्रणामी स्टोर भन्ने छ, त्यहाँ हजुरहरूले पाउनुहुनेछ। र म जहाँ पनि यो भिडियो पठाउँदैछु हजुरहरूले पनि सेयर गरिदिनुहोस्। र मेरो कन्ट्याक्ट नम्बर छ 9832343827। अनि यसमा भन्नुपर्ने कुरा चाहिँ के छ भने 1 देखि 1.5 केजी दाउराले तपाईँले 20 देखि 25 जना मान्छेलाई खाना बनाउन सक्नुहुन्छ एक टाइमको। 1 देखि 1.5 केजी दाउरा मात्रै लाग्छ। अनि यसमा धुवाँ जाँदैन, धुवाँ बेसी आउँदैन। यसमा धुवाँ एकदमै मिनिमम धुवाँ आउँछ र घरभित्र पनि हामीले यसलाई युज गर्न सक्छौँ। र कुनै चिज पोल्नको लागि हामी पहाडे मान्छे मकै सकै पोल्न, रोटी सोटी पकाउन, भात पनि एकैचोटि पकाउनु पऱ्यो भने एकदमै सुइटेबल छ। र ग्यासको अलिकति सर्टेज पनि छ। रेस्टुरेन्टहरूको लागि हामीले यसलाई 2x2 मा बनाएका छौँ र यो 2x2 को बनिँदैछ। यो चाहिँ तपाईँको 18x18 को हो। रेस्टुरेन्टको लागि चाहिँ 2x2। र जसलाई पनि चाहिन्छ प्रणामी स्टोर कालिम्पोङ 9th माइल हजुरहरूले कन्ट्याक्ट गर्न सक्नुहुनेछ। फोन नम्बर फेरि एकपल्ट 9832343827। थ्याङ्क यू सो मच।